First, we log into the user platform and land on the user dashboard, which serves as the home page of our application. यो हाम्रो वेब पेजको होम पेज रहेको छ, जहाँ डिफ्रेन्ट कोर फिचरहरू छन्। तीमध्ये मोड ट्र्याकर एकदमै इम्पोर्टेन्ट फिचर रहेको छ, जसमा युजरले आफ्नो डेली बेसिसमा मोडहरू ट्र्याक गर्न सक्छ। सुरुमा प्राइमरी मोडहरू रहेका छन्, एन्ड प्राइमरी मोड सिलेक्ट गर्ने बित्तिकै तल सब मोड सेकेन्डरी मोड्सहरू आउँछन्, र तिनीहरूको डिस्क्रिप्सन पनि दिएको हुन्छ। बाई डिफल्ट इन्टेन्सिटी 3 हुन्छ, अनि टेक्स्ट सबमिट गरेर हामी आफ्नो मोड सबमिट गर्न सक्छौँ। त्यसै गरी मोड हिस्ट्रीमा क्यालेन्डर फर्मेटमा हामी आफ्नो मोडहरू भ्यू गर्न सक्छौँ। अहिलेसम्मका जम्मै हिस्ट्री, पास्ट हिस्ट्री सबै यसले स्टोर गर्छ। त्यसै गरी मोड जनरलमा कुनै पनि इमोजी सिलेक्ट गरेर आफूलाई सुहाउने अनि त्यो अनुसारको आफ्नो डेलीको बेसिसमा जर्नलहरू लेख्न सक्छौँ। अनि त्यहाँ रहेको सेभ बटनमा क्लिक गरेर हामी आफ्नो जर्नल सेभ गर्न सक्छौँ। मेन इम्पोर्टेन्ट भ्यू डिटेल रिपोर्टमा क्लिक गरेर हामी अहिलेसम्मको टोटल हाम्रो रिपोर्ट्सहरू जर्नलको बेसिसमा एआईले विकली रिपोर्ट्सहरू रेडी गरेर दिन्छ। पोजिटिभ इमोसनल्स डिफ्रेन्ट फिचरहरूको बेसिसमा यसले एआईले हामीलाई फिडब्याक प्रोभाइड गर्छ। हाम्रो हाम्रो इमोसनल एन्ड हाउ वी फिल त्यसको बेसिसमा, अनि जर्नल इन्ट्रिजहरू प्रोभाइड गर्छ। सिमिलरली मोड रिपोर्ट आउँछ, हाम्रो मोडहरूको डेलीको कति टाइममा हामीले डेली मोड हाम्रो सबमिट गर्यो त्यो हिस्ट्रीको बेसिसमा यसले हामीलाई एआईले हामीलाई चाहिँ मोडको समरी क्रिएट गरेर दिन्छ, जो हाम्रो लागि एकदमै इन्साइटफुल हुन्छ। आफ्नो बारेमा थाहा पाउनको लागि टक हिल एन्ड केयर इज आवर स्लोगन। अनि डक्टर पेज रहेको छ हाम्रो लागि एकदमै इम्पोर्टेन्ट पेज रहेको छ यो प्लेटफर्मको। यसमा एक्सप्लोर मोर डक्टरमा क्लिक गरेर हामी डिफ्रेन्ट डक्टरहरूलाई भ्यू गर्न सक्छौँ। त्यति मात्र होइन, सर्च बाई नेम अनि सर्च बाई स्पेसलाइजेसन गरेर पनि डक्टरहरूलाई सर्च गर्न सकिन्छ। डक्टरहरूलाई डिरेक्टली सब्सक्राइब गर्न सकिन्छ, र सब्सक्राइब गरेका डक्टरहरू पेन्डिङ डक्टर रिक्वेस्टहरूमा आउने गर्छन्। अनि क्यान्सल रिक्वेस्ट गर्नाले हामी डक्टरहरूलाई क्यान्सल रिक्वेस्ट गर्न सक्छौँ। यदि डक्टरहरूले हाम्रो रिक्वेस्ट एक्सेप्ट गर्नुभएको छैन भनेपछि, इफ डक्टरहरूले रिक्वेस्ट एक्सेप्ट गर्नु भइहाल्यो भनेपछि चाहिँ डिरेक्टली हाम्रो सब्सक्राइब डक्टर्सहरूमा आउँछ। अनि हामीले डक्टरको कुनै पनि कार्डमा क्लिक गरेपछि, फर इक्जाम्पल अहिले हामीले डक्टर दिपुको कार्डमा क्लिक गरेपछि हाम्रो डिरेक्टली च्याट पेज खुल्छ डक्टरसँगको, र हामी डिरेक्टली रियल टाइममा नै डक्टरसँग च्याट गर्न सक्छौँ। सिमिलरली भ्यू प्रोफाइलमा क्लिक गरेर च्याटको टपमा रहेको भ्यू प्रोफाइलमा क्लिक गरेर हामी डक्टरको प्रोफाइल हेर्न सक्छौँ। अनि सिमिलरली अनसब्सक्राइबमा क्लिक गरेर हामी डक्टरलाई अनसब्सक्राइब नै गर्न सक्छौँ। सो अब हाम्रो अर्को फिचर रहेको छ च्याटबोट। यो रहेको छ ऱ्याग बेस्ड एआई च्याटबोट रहेको छ, जसमा युजरहरूको रियल टाइममा एसिस्ट गर्नको लागि, युजरलाई गाइड गर्नको लागि, च्याट गर्नको लागि हामीले यो रेडी पारेका छौँ। युजरहरूको इमोसनल सपोर्ट र तिनीहरूको लोन्ली फिल हुँदाको एसिस्टेन्टको रूपमा यसले काम गर्ने गर्छ। अनि मोस्ट इम्पोर्टेन्ट चाहिँ अहिलेसम्म हामीले सबमिट गरेका मोड र जर्नलहरूको बेसिसमा यसले पर्सनलाइज अफर्मेटिभ्स जेनेरेट गरेर दिन्छ। युजरहरूको नेगेटिभ थट्सलाई पनि पोजिटिभ थट्समा चेन्ज गर्नको लागि एआईले पर्सनलाइज्ड कार्ड्सहरू अफर्मेटिभ सेयर गर्छ। सिमिलरली किन मुभमेन्ट चुज गर्ने भन्ने बारे केही फिचरहरू रहेका छन्। अनि यो हाम्रो ह्याप्पी युजरहरू हाम्रो प्लेटफर्मलाई मन पराएर युजरहरूले टेस्टिमोनियल सेयर गर्ने गर्दछन्, तीहरू यसरी यसमा भ्यू हुने गर्छ, र यसरी फर्म भरेर रेटिङ दिएर अनि फिडब्याक दिएर टेस्टिमोनियल्स सेयर गर्न सकिन्छ। सिमिलरली हामीसँग कन्ट्याक्ट गर्नको लागि अर्को कन्ट्याक्ट अस पेज रहेको छ। यसमा जस्ट नेम, इमेल अनि मेसेज गरेर सेन्ड गर्न सक्छौँ। अर्को अबाउट अस पेज रहेको छ, हामीले के गर्छौँ, वाट ड्राइभ्स अस, एन्ड हामीलाई यो प्रोजेक्ट गर्न केले मोटिभेट गरिरहेछ। अनि मोस्ट इम्पोर्टेन्ट मिट आवर डेभलपर टिम, अनि हाम्रो यो प्रोजेक्टको बिहाइन्डको स्टोरी के रहेको छ त, वाइ वी चुज दिस प्रोजेक्ट भन्ने बारे। अनि कोही फ्रेसर न्यू युजरहरूको लागि चाहिँ यो
प्लेटफर्म कसरी चलाउने, कसरी युज गर्ने भन्ने बारे पनि केही टिप्सहरू यहाँ रहेका छन् अबाउट अस पेजमा। नाउ अब हामी प्रोफाइल भ्यू गर्दैछौँ। हाम्रो यहाँ प्रोफाइल क्रिएटेड डेट अनि इमेल र नेम देखाउने गर्छ अनि डिफ्रेन्ट फिल्ड्सहरू रहेका छन्, पर्सनल इन्फर्मेसन, हेल्थ इन्फर्मेसन अनि एडिट प्रोफाइलमा क्लिक गरेर हामी आफ्नो प्रोफाइल एडिट गर्न सक्छौँ फेरि अनि सेभ गर्न सक्छौँ। डिलिट अकाउन्टमा गएर डिलिट हुन्छ र चेन्ज पासवर्डमा क्लिक गर्ने बित्तिकै हाम्रो इमेलमा रिसेट लिङ्क आउँछ र हामी त्यहाँदेखि हाम्रो पासवर्ड पनि चेन्ज गर्छ। त्यसै गरी हामी लगआउटमा क्लिक गरेर युजर ड्यासबोर्डबाट अहिले लगआउट भयौँ। सिमिलरली अब हामी डक्टरको ड्यासबोर्डमा लगइन गर्न गइरहेका छौँ अनि लगइन गर्ने बित्तिकै डक्टरको होम पेज खुल्ने गर्छ। वेलकम अनि गो अफलाइनमा क्लिक गर्ने बित्तिकै हामी अफलाइन हुन्छ अनि पेसेन्ट रिक्वेस्ट, पेसेन्ट डिफ्रेन्ट लिङ्कहरू रहेका छन्। यहाँ पेसेन्ट रिक्वेस्टमा क्लिक गर्ने बेला हामीलाई कुन कुन पेसेन्टहरूले सब्सक्रिप्सनको लागि रिक्वेस्ट पठाउनु भएको छ। अहिलेको लागि चाहिँ हामीले 19लाई रिजेक्ट गरेर बाँकी सबैलाई एक्सेप्ट गरेका छौँ अनि पेसेन्ट्समा क्लिक गर्ने बेला चाहिँ हाम्रा अहिलेसम्मका टोटल पेसेन्ट्सहरू के रहेका छन् ती देखाउँदछ। अनि फर इक्जाम्पल अहिले दिपा जोशीकोमा मेसेजमा क्लिक गरेपछि हामी डिरेक्टली यी पेसेन्टसँग च्याट पनि गर्न सक्छौँ। अघि हामीले युजरदेखि गरेको मेसेज पनि यी पेसेन्टदेखि यता आएको छ र अब हामी डक्टर ड्यासबोर्डदेखि त्यसलाई रिप्लाई गर्न सक्छौँ। सिमिलरली यो यसरी गाह्रो हुने भएकोले डिफ्रेन्ट पेसेन्टहरूमा गएर मेसेजमा गाह्रो हुने भएकाले हामीले जस्ट मेसेन्जर, वाट्सएप जसरी डिफ्रेन्ट पेसेन्ट्सहरूलाई एउटै ठाउँमा ल्याएर यो च्याटिङ गर्ने सिस्टम बनाएका छौँ। सिमिलरली अनि भ्यू, पेसेन्टको भ्यूमा क्लिक गर्ने बित्तिकै पेसेन्टको प्रोफाइल खुल्ने अनि डिलिट गरेपछि पेसेन्टको प्रोफाइल डिलिट गर्न सकिनेछ। अनि त्यसरी नै पेसेन्टको सबै मुडहरू, के जर्नलहरू, हिस्ट्री छ त्यो सबै डक्टरले हेर्न पाउनेछ यी पेसेन्टले अलाउ गरेपछि। अनि एआई रिपोर्टमा क्लिक गर्ने बित्तिकै अहिलेसम्मको पास्ट हिस्ट्री डेटाको बेसिसमा, पेसेन्टको डेटाको बेसिसमा चाहिँ एआई रिपोर्ट जेनेरेट गरेर यसले डक्टरलाई प्रोभाइड गर्छ, जसका कारण डक्टरले बारम्बार पेसेन्टसँग च्याट गरिरहनु पर्दैन। उसलाई पेसेन्टको कस्तो छ अवस्था भन्ने बारे थाहा भइरहेको छ। पेसेन्टले आफ्नो डेली मुडहरू, जर्नलहरू सेयर गरेको बेसिसमा डक्टरलाई अपडेट भइरहेको छ कि मेरो पेसेन्टको कन्डिसन कस्तो छ भनेर। त्यसरी नै डिफ्रेन्ट मेसेजहरू, च्याटहरू रहेको छ। त्यसरी नै डक्टरले आफ्नो प्रोफाइल हेर्न सक्छ र भ्यू सिबीमा क्लिक गर्ने बित्तिकै आफ्नो सिबी देखिन्छ र हाइड सिबीमा क्लिक गर्ने बित्तिकै सिबी त्यहाँबाट हटाउन सकिन्छ। त्यसरी नै लगआउटमा क्लिक गर्ने बित्तिकै अब हामी डक्टरको ड्यासबोर्डबाट लगआउट भयौँ। अब हामी एडमिनको ड्यासबोर्डमा लगइन गर्दछौँ। एडमिनको ड्यासबोर्डमा लगआउट गर्ने बित्तिकै हामी होम पेजमा रेन्डर हुन्छौँ र त्यहाँ रहेका अहिलेसम्मका टोटल स्ट्याटिस्टिक्स डेटा के छ त अहिलेसम्मको युजर्सहरू, भेरिफाइड युजर्सहरू कति छन्, अनभेरिफाइड, टोटल डक्टर्सहरू कति छन्, भेरिफाइड कति भएको छन्, एडमिन्सहरू अहिलेसम्मका कति छन्, हाम्रो 14वटा टोटल जर्नल्सहरू छन् अहिलेसम्मका, 20 मुड इन्ट्रिजहरू युजरहरूले गरेका छन् भने 5 टेस्टिमोनियल्स, अहिलेसम्मको टोटल स्ट्याटिस्टिक्स र डेटाहरू यसमा सो गर्ने गर्छ। अनि सिमिलरली हामीले म्यानेज एडमिन्स पेजमा क्लिक गर्ने बित्तिकै अहिलेसम्म रहेका टोटल एडमिन्सहरूको लिस्ट प्रोभाइड गर्ने गर्छ। यसमा चाहिँ मुभमेन्ट अहिलेको लागि सुपर एडमिन छ भने यसले बाँकी एडमिनहरूलाई डिलिट पनि गर्न सक्छ र यसले आफूलाई चाहिँ डिलिट गर्न मिल्दैन। सिमिलरली यसरी अरूलाई डिलिट गर्न सकिन्छ र अर्को एडमिनलाई एड पनि गर्न सकिन्छ, कुनै नयाँ एडमिन बनाउन पनि सकिन्छ। सिमिलरली म्यानेज डक्टर पेजहरूमा अहिलेसम्म रहेका सबै डक्टर्सहरूको लिस्ट प्रोभाइड गर्छ। त्यसैले हामी डिपक डक्टरमा क्लिक गर्ने बित्तिकै यसको बायो अनि फोन नम्बर भेरिफाइड छ कि छैन, इमेल भेरिफाइड दिन्छ र भ्यू सिबी गर्ने बित्तिकै यी एडमिनलाई चाहिँ डक्टरको सिबी पनि सो गर्न सकिन्छ र सिबीलाई हाइड पनि गर्न सक्छौँ। त्यसै गरी डक्टरहरूलाई
हामी डिलिट पनि गर्न सक्छौँ। एउटा एउटा गरेर डक्टरहरूलाई डिलिट गर्न सकिन्छ डिलिट बटनमा। अनि डिलिट सेभरल गरेर एकचोटिमा हामीलाई डिफ्रेन्ट मल्टिपल्स डक्टरहरूलाई डिलिट गर्नु परेमा हामी एउटै टाइममा डिफ्रेन्ट डक्टरहरूलाई पनि डिलिट गर्न सक्छौँ। सिमिलरली इमेल भेरिफाइड मिन्स युजर डक्टरले रजिस्टर गर्ने बेला आफ्नो इमेलदेखि भेरिफाई गरेको छ कि छैन, अनि एडमिनले त्यसलाई ती डक्टरहरू करेक्ट छ कि छैनन् भनेर उनको सिभी र सर्टिफिकेट र रिपोर्ट्सहरूद्वारा भेरिफाई गरेपछि एडमिन भेरिफाई हुनेछ। सिमिलरली युजरहरूको ड्यासबोर्ड रहेको छ। युजरहरूमा हामीले सिमिलरली एउटा कुनै युजरमा क्लिक गर्ने बित्तिकै सबै डिटेल्सहरू देखाउँछ, तर एडमिनलाई चाहिँ युजरको बारे मोड्सहरू र जर्नल्सहरू हेर्न मिल्दैन। मोड्सहरू र जर्नलहरू केवल डक्टरले मात्र हेर्न मिल्छ इफ पेसेन्टले अलाउड गरेपछि मात्र। सिमिलरली यसमा नि सिङ्गल डिलिट गर्न सकिन्छ र डिलिट सेभरल गरेर मल्टिपल युजर्सहरूलाई एकैचोटि डिलिट गर्ने मिल्ने सिस्टम रहेको छ। सिमिलरली सुपर एडमिनले अरू कुनै अरू एडमिनलाई एड गर्नु परेपछि न्यू एडमिन्स पनि बनाउन सकिन्छ। कुनै नयाँ युजर्सहरूलाई डिरेक्टली एडमिन ह्यान्डल गर्न दिनु छ भनेपछि आफैले जिमेल पासवर्ड अनि नेम रेडी गरेर दिने सिस्टम रहेको छ। त्यसपछि डिरेक्टली यो युज गरेर हामीले कुनै नयाँ एडमिन बनाउन सकिन्छ। सिमिलरली रजिस्टर एडमिन गर्ने बित्तिकै त्यो त्यो जिमेल र पासवर्डबाट एडमिन रजिस्टर सक्सेसफुली हुन्छ। अब हामीले ड्यासबोर्डमा क्लिक गर्ने बित्तिकै हामीले के डक्टर्सहरू डिलिट गऱ्यौँ, के हामीले युजर्सहरू नि डिलिट गऱ्यौँ। सो ड्यासबोर्डमा क्लिक गर्ने बित्तिकै हाम्रो डक्टर्सहरूको सङ्ख्या नि घटेर सो इन द रियल टाइममा नै हामीले अहिले नै भर्खर अपडेट गरेको डेटा चेन्ज भएर ड्यासबोर्डमा आइसकेको छ। सिमिलरली हामीले सुपर एडमिनमा क्लिक गरेर लगआउट गरेर एडमिन ड्यासबोर्डबाट पनि लगआउट गर्न सक्छौँ। इफ हामीले अहिलेसम्म रजिस्टर गरेका छैनौँ भने जस्ट रजिस्टरमा क्लिक गरेर नर्मल युजर एज अ रजिस्टर गर्न सक्छौँ र रजिस्टर एज अ डक्टर गरेर हामी डक्टरको रूपमा पनि रजिस्टर गर्न सक्छौँ। विल बी भेरिफाइड बाई एडमिन लेटर।